हेलो गाइस वेलकम टु माई भ्लग फेरि पनि आइसकेको छु तपाईँहरूको माझमा र आज चाहिँ म जाँदैछु कोटीहोम बिरौटा कोटीहोममा जाँदैछु ल गाइजहरु है वेदर चाहिँ यहाँ चाहिँ बवाल छ पानी हाम्रो हल्के चाहिँ पानी पर्छ है ल जाना यार हाम्रो हतियाको लोकेसन हो पेट्री चौक पेट्री चौकमा चाहिँ अहिले लाइट हालेछ सिधना चौकमा पनि लाइट हालेछ चट्टा लाएर कस्तो हल्ले हो रातो बत्ती बोल्यो अब यहाँबाट बिरौटातर्फ लागिन्छ हामी लाइट बलेछ अहिले चाहिँ छक्क लाएर यो चाहिँ पुरानो एयरपोर्ट है गाइस लगाइजहरू बिरौटा चौक आइयो है अब यहाँभन्दा कतापट्टि हो कोटीहोम चाहिँ यो चाहिँ बिरौटा चौक यता लेक साइडको बाटो यो चाहिँ हाइवे सिद्धार्थ हाइवे राम मन्दिर भन्दा तल राम मन्दिर भन्दा तल भन्दै कहाँ हुँदैन हिँड्न अलि अगाडि हिँड्न राम मन्दिर कहाँ हो तलै होला नि बोर्ड थाहा लेख भन्छ के अरे
टक्रे यो पूजा लाग्दै हो दिदी देश उता रहेछ क्या उता बाटोमा राम मन्दिर कहाँ हुन्छ राम मन्दिर भन्दा तल बाटोमा देखाइरहेको छ लोकेसनमा यता नरहेछ कि आइदिएछ तल रहेछ तल अझै अगाडि लैछ बोट टाले अरे क्या बोट टाले भन्दा के बोट बोट कता अब लगाइ जरा अहिले वहीँ गएर भेटौँला है अब खोज्दा खोज्दा हतार भइयो फाइनली वी आर हियर राम्रो जाँदैछ त्यो चाहिँ यहाँ रहेछ नि त गोर्खाली कारवासको अगाडि ट्याक्क रहेछ है गोर्खाली कारवासको अगाडि ठ्याक्क यहाँ प्रवेश आम सम्पूर्ण भक्तजनहरूलाई प्रवेशद्वार भनेको छ त्यहाँ रहेछ है साथीहरू हामी भित्र छिर्यो है साथीहरू यता बाबा रहेछ ल ओम रहेछ राति झन् रमाइलो हुन्छ भने होइन गरिब भन्छ यार प्रवचन हुँदै रहेछ अगाडि
ऐतिहासिक यो दशा हजुरको कसले गर्यो तर धर्म रूपी विश्व भन्दछन् महाराज कोही कसैलाई यो दुनियाँमा कसैले पनि कसैलाई दुःख र सुख दिन सक्दैन। यदि कसैलाई दुःख प्राप्त भएको छ या फिर सुख मिलेको छ त त्यो केवल आफ्नो कर्मले प्राप्त होइन, यो साक्षात धर्म भगवान कृष्ण धरतीबाट जाने बित्तिकै ननबेटिकामा पैसा हाल्न आगमन भयो। महाराजले एउटा कालो पुरुष देख्नु भयो। राजा आफूले जति सकिन्छ त्यति कली भन्दछ महाराज म कली किनकि जुवाको साथमा कलीको पनि बास हजुरको घरमा हुन्छ। पानम जहाँ मदिरा पान हुन्छ त्यहाँ कली बस्छ। स्त्रीय जहाँ हत्या हिंसा हुन्छ त्यहाँ कली बस्छ। दशैंमा हत्या हिंसा हुन्छ कि हुँदैन हजुरकोतिर? न झुट बोल्नुहोस्, न बोल्नुहोस् झुट, पक्का भन्नुहोस्। दशैंमा हुन्छ कि हुँदैन? जोडले भन्नुहोस् त। हुन्छ। और दशैं किन मनाइन्छ? दशैं किन मनाइन्छ थाहा छ? केवल गाउँमा गएर मांस खानको लागि दशैं मनाइदैन। बोल्दा पनि रिस उठिरहेछ। के गर्नु? गाली गर्न नमिल्ने भन्न त पर्यो। हाँसी हाँसी भनिदिन्छु। नवदुर्गा 9 दिन जगदम्बा भवानी जगत जननी माता दुर्गाको पूजा गर्छु। 9 दिनदेखि जमारा राखेर शुद्ध पारेको घरमा दशमीको दिन त्यो काटेर खाँदाखेरि के सुख शान्ति त्यो घरमा आउला? माता रानीले फेरि श्राप दिनुहुन्छ कि आशीर्वाद? त्यसपछि शिवलिङ्ग रहेछ है। कलियुगको आयु 4,32,000 वर्ष छ। कलिको आयु 4,32,000 वर्ष छ। अहिले 5,000 वर्ष करिब बितिसक्यो, यानी कलिको सुरुवाती चरण हो। अहिले सुन माग्यो, बोलो ना, थोड़ा प्यार से बोलो ना जी, मुस्कुरा करके बोलती है ना। अब ध्यान दे रहे सुनो, ये हंसी मजाक को पूरा हो मान्ने ठाउँतिर जाँदैछ सुनमा कली बस सट्टा लगाएर तर हजुरले लगाएर आएको सुनमा कली बसेको छैन। काम गरेर मेहनतको कमाइले बनाउनु भएको सुन और जुन चोरी गरेको हुन्छ नि शिवलिङ्ग दर्शन रे। ओए यता यता के अहिले आउने? ल च्यारिटी मेक्स यु रिच। पसिना पुस्न यार, पुस पसिना पुस। यता रहेछ नि त स्वागतम रहेछ हजुर। शिवलिङ्ग रुद्राक्षको शिवलिङ्ग हेर्नु सब रुद्राक्षको शिवलिङ्ग रहेछ हेर्नु त, सबै रुद्राक्षको। कति ठुलो हो यार, कम्पल त्यहाँ फेरि कतिवटा कलश छ त्यहाँ। यहाँ फेरि कलशै कलश, कति ठुलो कलश छ। यहाँ रहेछ बबाल ठुलो कलश, मान्छेहरूले फोटो खिच्नु भएको छ। यहाँ कलशै कलश रहेछ, कति हजारवटा कलश भन्दै थियो यहाँ। हवन गर्ने ठाउँ यो चाहिँ। यहीँ
हजुर ए ए ल हुन्छ हुन्छ ल ल सचिवालयमा लर हत्तीगिरी अनि हवन गर्नको लागि चाहिँ डिस्ट्रिब्युट हुँदो रहेछ हवन गरिन् अब टन्नै छ उपर धेरै रहेछ यार है कुटी नै कुटी सचिवालय मनोकामना पूर्ण कुण्ड शिवाजीको मन्दिर कति धेरै कुटी रहेछ क्या दर्शन गरियो चट्टा लाएर अब यसो एकछिन प्रवचन सुन्नु पर्यो कपिराइट आउँदो रहेछ फेरि म्युजिक ब्याकग्राउन्ड म्युजिक बज्दो रहेछ अब यसो एकछिन टुर फेरि गरेर फर्किनु पर्ला है त गाइज ल अब चाहिँ निस्किनु लाग्यो निस्किने होइन यसो अझै निस्किनु पऱ्यो ल आजलाई यति नै गाइजहरू सी अन नेक्स्ट भ्लग